हेलो किन बाटो छेक्नु भएको? किन आइस किन आइस त यहाँ अझै पनि भुन्टीको कोखमा हुर्किरहेको तेरो पापको निशानीलाई मेरो नाम दिन खोजेछ। यही आशा मातेर मेरी बहिनीलाई राम्रोसँग पालेस, कहिल्यै दुःख नदेस, मारे पाप पाले पुण्य भनेर तेरो हातमा सुम्पेका थियौ। यसरी कन्यादान गरेर दिने यो दाजुमाथि तैँले जुन आरोप लगाएको छस् नि, तँलाई यो पापले पोल्नेछ। पापी होस् पापी, पापीहरू यतिकै उम्किन पाउँदैनन्। खुर्क प्रहरी चौकी हिँड। तैँले जुन आरोप म र मेरी बहिनीमाथि लगाएको छस् नि, तैँले यतिको सुख पाउँदैनस्। हिँड खुर्क, हिँड खुर्क। तैँले जहाँ हिँड भन्यो त्यही जाने मान्छे हुँ म। जान्न म। तैँले भुन्टीलाई मेरो घरमा लिएर आउने र फाइनल कुरा गरिसकेपछि उल्टै तलाई र भुन्टीलाई म अदालत लिएर जान्छु, बुझिस्? अब म भुन्टीलाई डिभोर्स दिन्छु, बुझिस्? जसरी तैँले भुन्टीको हात मेरो हातमा राखेर कन्यादान गरेको थिइस् नि, त्यसै गरी भुन्टीको हात सदाको लागि तेरो हातमा थोमाइदिन्छु। अनि त्यसपछि दाजु बहिनी होइन, खुलेआम श्रीमान श्रीमती बारे तिमीलाई ढुक्क हुन्छ। यही आशा मातेर मेरी बहिनीलाई राम्रोसँग पालेस, कहिल्यै दुःख नदेस, मारे पाप पाले पुण्य भनेर तेरो हातमा सुम्पेका थियौ। यसरी कन्यादान गरेर दिने यो दाजुमाथि तैँले जुन आरोप लगाएको छस् नि, तँलाई यो पापले पोल्नेछ। पापी होस् पापी, पापीहरू यतिकै उम्किन पाउँदैनन्। खुर्क प्रहरी चौकी हिँड। तैँले जुन आरोप म र मेरी बहिनीमाथि लगाएको छस् नि, तैँले यतिको सुख पाउँदैनस्। हिँड खुर्क, हिँड खुर्क। तैँले जहाँ हिँड भन्यो त्यही जाने मान्छे हुँ म। जान्न म। तैँले भुन्टीलाई मेरो घरमा लिएर आउने र फाइनल कुरा गरिसकेपछि उल्टै तलाई र भुन्टीलाई म अदालत लिएर जान्छु, बुझिस्? अब म भुन्टीलाई डिभोर्स दिन्छु, बुझिस्? जसरी तैँले भुन्टीको हात मेरो हातमा राखेर कन्यादान गरेको थिइस् नि, त्यसै गरी भुन्टीको हात सदाको लागि तेरो हातमा थोमाइदिन्छु। अनि त्यसपछि दाजु बहिनी होइन, खुलेआम श्रीमान श्रीमती बारे तिमीलाई ढुक्क हुन्छ। अपराधी, तैँले अहिले जे बोलिरहेको छस् नि, एक दिन यो सबै कुराको लागि धरधरी रुँदै म र मेरी बहिनीको अगाडि तैँले घुँडा टेकेर माफ माग्नु पर्नेछ। तर त्यो बेलामा हामी कुनै पनि हालतमा तँलाई माफ गर्ने छैनौँ, बुझिस्? अरू त को? यो भूपेन्द्रले तेरो र भुन्टीको अगाडि आएर घुँडा टेकेर माफी माग्नु पर्ने यो कदापि हुन सक्दैन। मैले अघि नै भनिसकेँ, तैँले तेरी बहिनी भनाउँदीलाई मेरो घरमा लिएर आउने अनि क्लियर कुरा गर्ने, बुझिस्? अबदेखि आइन्दा तैँले यसरी मेरो बाटो छेक्ने कोसिस गरिस् भने म मेरो गडले तँलाई उडाइदिन्छु। नेपाल आइस तिम्रो बान्ने खत्तम भइसक्यो। नाइ के मम्मी मलाई यो बाहिर चिसो पानी नुहाउन गाह्रो हुन्छ। गाह्रो हुन्छ भने हुन्छ, बानी पार्नुपर्छ। यस्तै तालो भने हाम्रो यहाँ घर वास्ता उठ्ला जस्तो छ। हामीले यस्तो
के हो ठुल दाइ अब हजुरले चाहिँ भूपेन्द्र दाइ र भुन्टी भाउजूलाई मिलाउनका लागि यति धेरै प्रयास गरिरहनु भएको छ तर भूपेन्द्र दाइले भने जसरी भए पनि भुन्टी भाउजूलाई छोड्नै खोजिरहनु भएको छ यस्तो तालले त कसरी मिल्नु होला र खै मिल्छ कि मिल्दैन भन्ने कुरा पहिला भुन्टी घरमा त आउन् अनि थाहा हुन्छ तर भुन्टी कोठामा नै छैनन् रे कहाँ गइन् होला दाजु भनौँले बोकाएको भुँडी स्याहार्दैन भूपेन्द्र त त मेरो लागि पहिलेदेखि नै लागेको थिइस् तर त इनोसेन्ट छिस् मलाई माया गर्छस् मलाई धोका दिनुहोस् भन्ने कुरा सोच्छु तर म भ्रममा रहेछु त त एक नम्बरको चालबाज रहेछस् किन अनुहार त म एक सेकेन्ड पनि हेर्न चाहन्न गइहाल यहाँबाट ए बहिनी कता हिँड्या तिमी हरायो भनेर तिम्रो परिवारले खोजिरहेछन् को परिवार को र तपाईँ तिमीले त मलाई चिन्दिनौ भुन्टीले घर छोडी अब भुन्टीलाई घर तर तिम्रो परिवारले जताततै फेसबुकभरि तिम्रो फोटो राखेका छन् भेट्नेले प्रहरी चौकीमा जिम्मा लाउनु भनेका छन् हिँड म तिमीलाई प्रहरी चौकीमा जिम्मा लाउँछु त्यसरी निकाल्या मान्छेले फेरि म हराएँ भनेर हेर्न त्यसरी सूचना जताततै राखेका सर त्यहाँ हेर्नु त को थियो खै को हो तर जोसुकै भए पनि साह्रै पीडित छ जस्तो छ एकचोटि जाउँ न कुरो गरौँ किन बस्याएर चाहिँ बुझौँ न जाउँ न त जाउँ ओ केटा हेर न त्यो मान्छे त रोए जस्तो छ कसैको श्रीमती जस्तो छ अनि अर्काको श्रीमतीलाई हामीले गएर जे पायो त्यही सोद्धाखेरि कसैले देखिहाल्यो भने के भन्छ हे सर पनि त्यसै डराउनुहुन्छ यस्तो एकान्त सुनसान ठाउँमा कसले देख्छ भने अब तपाईँलाई थाहा छँदैछ म पनि यतिका वर्षदेखि एक्लै छु यसलाई फकाएर लिएर जान पाइयो भने त तपाईँको घरमा पनि काम गर्ने मान्छे हुन्छ मलाई पनि यसो सुख दुःखमा साथी हुन्छ नि लौ न सर यति फकाइदिनु पर्यो सर हे तेरिका चिन्नु न जान्नुको मान्छेलाई कसरी फकाउनु त्यो पनि अर्काको श्रीमती घाँस दाउरा गर्न आउँदाखेरि के पिर परेर रोएर बसिरहेको छ यस्तो कुरामा नलगाउँ केटा हेर दिन फर्काउँ जाउँ कहाँ फर्किने कुरा गर्नुभएको सर प्लिज सर मेरो लागि फकाइदिनु न यति गरिदिनु न सर प्लिज जाउँ न त जाउँ होइन हेलो हजुर केही समस्यामा हुनुहुन्छ जस्तो छ के हामी सहयोग गर्न सक्छौँ बोल्नुहोस् न हामी एकदम सहयोगी भावनाका मान्छे आज मात्रै हामीले 200-400 जनालाई सहयोग गरेर आएका छौँ हामी तपाईँलाई पनि सहयोग गर्न चाहन्छौँ भन्नुहोस् हामीले के सहयोग गर्नु पर्यो होइन तपाईँ रिसाउनु भयो कि के हो यति राम्रो मान्छे रिसाएको सुहाउँदैन के यता हेर्नुहोस् त सुन्नुहोस् त तपाईँलाई बुढाले घरबाट निकालिदिया हो बुढाले घरबाट निकालिदिया भए पनि चिन्ता नलिनुहोस् म छु तपाईँको लागि सुन्नुहोस् त यता हेर्नुहोस् त पख्नुहोस् त सुन्नुहोस् न भने यति राम्री मान्छे यो सुनसान जङ्गलमा एक्लै बस्नु हुँदैन चोर डाका बाघ भालु आउँछन् तपाईँलाई श्रीमानले छोड्दै जस्तो लाग्छ तपाईँ चिन्ता नगर्नुहोस् म दिन्छु तपाईँलाई साथ जानुहुन्छ मसँग सर जानुहुन्छ भनेर नसोध न गइहाल्छौँ नि झ्या पारेर लिएर हिँड्न हो त है सर छुने हैन भन्दी हु अगाडि बढिस र मलाई छोइस के मरिस यही
मैले कति ठाउँ खोजेँ, कहीँ भेटेको होइन। हेलो सबैजनालाई नमस्कार। सन्चै हुनुहुन्छ होला, सन्चै नभए पनि स्वास्थ्य लाभको कामना गर्न चाहन्छु म। भुन्टी सिरियल कस्तो लाग्छ? मलाई चाहिँ राम्रो लाग्छ चाहिँ भुन्टी सिरियल चाहिँ हेर्दा आनन्द लाग्छ, एकदम राम्रो लाग्छ मलाई चाहिँ होइन। हेरिराख्ने भएको भएर पनि होला, मलाई चाहिँ राम्रो लाग्छ, हेर्न आनन्द आउँछ। तपाईँलाई कस्तो लाग्छ? जस्तो लाग्छ कमेन्ट गर्न दिनु होला, हेर्नु होला। कुनै पनि एपिसोड नछुटाइ किन हेर्नुभयो भने चाहिँ हजुरलाई पनि राम्रो लाग्न सक्छ होइन। त्यो अनि के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ? चिसो छ यतातिर चाहिँ, चिसो छ तपाईँहरूकोतिर कतिको चिसो छ? यति त लास्टै चिसो छ, चिसो बढेको छ। त्यो अलिक ख्याल गर्नु होला, चिसोबाट बच्नु होला होइन सबैजनालाई चाहिँ म त्यही भन्न चाहेँ। अरू के गर्दै हुनुहुन्छ साथीहरू? चिसो चाहिँ छ, के गर्ने, यस्तै हो। अब चिसो अब पुसको महिना लाग्दैछ, झन् चिसो हुन्छ, माघमा झन् चिसो, फागुनबाट चाहिँ गर्मी सुरु हुन्छ, त्यसपछि फेरि आनन्द हुन्छ। त्यसपछि गर्मी सिजनमा शीतल खोज्ने, जाडो सिजनमा तातो खोज्ने, यस्तै छ, के गर्ने होइन साथीहरू। है भुन्टी सिरियल चाहिँ सबैले हेर्नु होला।